उडेर खतरा उडिरहेको छ होइन। सबलाई गुड लक, राम्रोसित आफ्नो होइन सोचेको कुराहरू पुरा होस्। कतिजना मान्छे हुनुहुन्छ होला यहाँ होइन ल, यो प्लेनमा धेरै मान्छेहरू हुनुहुन्छ होला। यात्रा सबैको शुभ रहोस्। सोचे आँटा काम गरेर हरेकको पुरा होस्। अनि म सानोमा घुमेको ठाउँ अहिले घुम्दैछु फाइनली होइन। अब चेन्ज भइसकेको छ अहिले। यो माथिको चौतारा हो, ठुलो चौतारा। त्यति बेलाको घर यही होला, धनीमा सबैभन्दा धनी चाहिँ यो घर चाहिँ एकदमै एकदमै होइन। त्यति बेला बढी 17-18 वर्ष अगाडि धेरै नै चेन्ज भइसक्यो अहिले एरिया। एकदम राम्रो नजारा देखिन्छ यहाँबाट तलतिर। सानो छ बाटो, सानो बाटो सानो। म गाडी आइरहेको छ यहाँनिर, गाडी आइरहेको छ। फाइनली सानो छ बाटो। यही होला अहिले यहाँ के बनाएको छ यहाँनिर होइन। घुम्ने पार्कको चाहिँ खतरा बनाएको छ अहिले यहाँ। घुम्ने पार्क खतरा छ होइन। नेपालको धन्दा पनि रहेछ अनि अहिले है पार्क। अनि यहाँ फुटबल सानोमा हेर्ने नजारा पार्कहरू खतरा बनाउनु। त्यहाँको गोल्की चाहिँ उतापट्टि हुन्थ्यो त्यो तिनीहरूको बोर्डनेरी। अनि यता हामी दौडिन्छौँ बल। अब यहाँतिरबाट तलतिर कुद्थ्यो होइन, भिड छ पुरा, तल पुग्थ्यो। पारीको चाहिँ कपन के भन्छ, कपन भन्दा पारीको चाहिँ पारी चाहिँ लास्ट डाँडाको। यहाँनिर बल खेल्दाखेरि पुरै यहाँबाट झर्थ्यो बल, हामी दौडिन्थ्यो होइन। अहिले धेरै चेन्ज भएको छ अहिले यहाँनिर, एकदम विकसित भएको छ ठाउँ एकदम। यहाँनिर हामी फुटबल हामी खेल्दाखेरि चाहिँ गोल्की चाहिँ उता कुनामा बस्थ्यौँ ठिकै। त्यो पिपल बोर्डले पुरा पानी हुन्थ्यो, अहिले पनि छ पानी बगिरहेको छ होइन। त्यति बेला पनि पानी बगिरहेको हिलो हुन्थ्यो, अहिले पनि पुरै पानी बगिरहेको छ। दौडिन्थ्यौँ हामी होइन फुटबल। र लामो पर्दाखेरि अनि सबैभन्दा धनी घर चाहिँ यही हो, त्यति बेलाको घर धनी घर भने होइन। एकदम यहाँ अनि सबै माटोको घरहरू थियो यतातिर होइन, धान घरहरू थिएन, सबै माटोको घर थियो। खतरा भएछ अहिले, धेरै डेभलप भयो। म सानोमा खेलेको ठाउँ लामा पर्दाखेरि एकदम होइन। सबैभन्दा त्यति बेला धनी घर भन्ने यो हो कि होइन। मैले देखेर होइन त्यति बेला यस्तो यो त्यति बेला घर हो यो, अहिलेसम्म छ होला। पुरै मजबुत बनाएको थियो त्यति बेला, एउटा केही थिएन यता, सब माटोको घरहरू थियो। अनि यहाँ तल हामी जङ्गलमा चाहिँ लप्सी टिप्न जान्थ्यो कि यहाँ तल जङ्गलमा। यहाँबाट जङ्गल छ तल, सिधा तल यहाँ जङ्गल। हाम्रो मास्टरहरूले यो डाँडामा मल्लेर जानुहुन्थ्यो, खेल्थ्यौँ हामी साथीहरू। एउटा बुस्ली जस्तो एउटा साथी थियो होइन, पाताले नाच आँटी थियो त्यो त फेरि लामा भन्ने बेलामा। अनि यो घर जोमा होटेल छ यहाँनिर, यही पसलमा आउँथ्यो हामी।
छुट्टी किन नि बरु यहाँनिर छुट्टी किनेर खायौँ होइन यो बाटो थियो अब यहाँबाट अहिले बन्द छ भन्नुभएको छ अब त्यो टाढो जान दिन्छ तिनीहरूले हेर्नेछ सम्झना त्यो हिजोको होइन म यो अब यहाँ यो ठाउँमा लिएको यहाँनिर यो बाटोमा त्यति बेला एकजना आजभन्दा 16 वर्ष अगाडि यो घुम्तीमा होइन ठ्याक्कै यही घुम्तीमा यो अगाडि घुम्तीमा एउटा दाइ र दिदी होइन गाना गाडी बाइकमा गइरहेको थियो क्या एक्सिडेन्ट भएको क्या यहाँनिर स्ट्यान्ड लगाएको छैन छ अनि हस्पिटलमा के बिरामी के भेट्न जान लाग्नु भएको थियो अरे होइन अनि त्यो खानाहरू सिसाहरू थियो सिसाको उयसमा हाल्नु भएको थियो त्यो सिसाहरू फुटेको थियो त्यो घुम्तीमा चाहिँ होइन अच्छा त्यो सानो 15-16 वर्ष अगाडिको कुरा फाइनली म चाहिँ अहिले यो गेट पुलिस छमा सोधेर हुन्थ्यो छोडिदिनु भयो हुन्थ्यो एकचोटि है प्लिज भन्न चाहन्छु यो गेटबाट हो अब छोड्दैन भन्नुहुन्छ एकचोटि अब कुरा चाहिँ गरौँ भाइ भित्र मिल्छ घुम्न मिल्छ होला नि भाइ प्लिज एकचोटि घुमाउँ न भाइ सफा गर्दैछ न भयो नि भाइ हेलो हेलो त्यो घुम्न पायो हुन्थ्यो भनेको कहिले त दिन्थेन होइन अचल दिँदैन हुन्न है ठिकै छ घुम्न मन लागेको थियो विशेष गरी अब म पनि पढेको थिएँ अब उहाँलाई भनेन मैले किन भन्न न अब होइन यहाँ चाहिँ हाम्रो खाना पकाउनु दाइको बस्नुहुन्थ्यो हाम्रो यहाँ गुम्बामा खाना पकाउनु दाइहरू चाहिँ यहाँ दाइ दिदीहरू र भाइले चाहिँ बुवा मम्मी भन्नुहुन्थ्यो उहाँहरूलाई बुवा मम्मी भन्नुहुन्थ्यो